ओइ गाइज, यो चाहिँ कुन फल हो? यो कुन जडीबुटी अन्तर्गत पर्छ कि के अन्तर्गत पर्दछ? यसलाई चाहिँ के हो यो? अब यस्तो छ, जडीबुटी नै होला यो पक्कै। यी भित्र यस्तो पनि छ। अब यो जडीबुटी नै होला। अब यो नेपाल सरकारले जङ्गलमा खेर गइरहेको यस्तो जडीबुटीहरू सङ्कलन प्रशोधन गरेर औषधि बनाएर आफ्नै देशमा खपत गरे पनि निर्यात गरे पनि प्रशस्त पैसा कमाउन सक्थ्यो होला। नेपाल सरकारको यसमा ध्यान कहिले जान्छ होला? यस्तो जडीबुटीहरूमा यो जङ्गलमा खेर गइरहेछ नि त, पुरै खेर गइरहेछ। यहाँ माथि रुखभरि छ, रुखभरि छ। अब यो नेपालको वनमा चाहिने भन्दा बढी मात्रामा यस्ता औषधिजन्य चिजहरू छन् होला। यो आफै झर्दै खेर गइरहेछ, भुइँभरि खेर गइरहेछ। यस्तो यता पनि छ, यता पनि छ, यतातिर छ, हरेक ठाउँमा छ यस्तो।